सम्पूर्णमा नमस्कार। म बुटोल तिलोत्तमा नगरपालिकाबाट। यो कुरा चाहिँ हजुरहरूको सोसाइटीमा पनि भइरहेको र हाम्रो सोसाइटीमा पनि भइरहेको कुरा हो हैन। जस्तो बिहान बच्चाहरूको स्कुल जाने टाइम हुन्छ हैन, त्यति बेला हाम्रो पनि अफिस जाने टाइम भएको हुन्छ। हामीलाई पनि घरबाट निस्कनु पर्छ। कतिपय प्यारेन्ट्सहरूलाई देखेको छु मैले हैन, बिना सेफ्टी बच्चाहरूलाई स्कुल छोड्न जानुहुन्छ। एउटा बच्चा अगाडि छ, दुईटा बच्चा पछाडि छ। आफ्नो बच्चा हो, छोड्न त जानै पर्यो, तर सेफ्टी युज गर्नुस् न। बिना हेलमेट बच्चाहरूलाई लिएर जानु भएको छ स्कुलमा, उनीहरूको लर्निङ फेज छ, बच्चा बच्चीहरू छन्। तपाईले आफूले के सिक्नु भएको छ त? त्यही त हो ल, स्कुल त्यही छ, भित्री बाटो छ, हाइवे पनि छैन भनेर बिना हेलमेट लगाएर हिँड्नुहुन्छ भने जति बेला पनि घटना घट्न सक्छ। घटना भनेको हामीले चाहेर वा नचाहेर घट्ने कुरा होइन नि त। आफू पनि त संयम बन्नु पर्यो। बच्चा बच्चीहरूलाई सिकाउँदै गर्दा आफू पनि एउटा सभ्य नागरिकको परिचय दिनु पर्यो नि त, हैन र? यो मैले हाम्रो सोसाइटीमा धेरै देखेको छु के, एकदम धेरै। त्यो भएर नै मैले यो कुरा राखेको हो हैन। अब मसँग जो रिलेटेड हुनुहुन्छ मेरो सोसाइटीमा, मलाई जसले चिन्नु भएको छ, उहाँले त पक्कै पनि मैले उहाँलाई नै टन्ट हानेर हो भनेको हो भन्ने उहाँले सोचिरहनु भएको छ। हो, हजुरहरूलाई नै भनेको हो मैले। अब त बुझ्नुस्, एउटा सभ्य नागरिक बन्नुस्, आफ्नो बच्चालाई पनि सिकाउँदै हुनुहुन्छ त। हस्, धन्यवाद। त्यति नै भन्न आएको म।